ट्याक्क सोरेर मजाले मोल्ने क्या मिठो क्या नास्ता हुन्छ दिउँसा नास्ता नुन खुर्सानी मोलेर मजाले खायो अङ्कल एकचोटि खाएर फेरि यो हुम्लीकी बुहारीलाई सम्झिनु होला भन्न चाहन्छु अब यो मेवाले मार्केट खान्छ है यसको बनाउने तरिका कसरी र कसरी खाने म आज हजुरहरूलाई भन्न चाहन्छु सबैभन्दा यो पहिला यो पाक्यो भने पनि मिठो हुन्छ है तर यतिको कसैलाई मन पर्छ के मलाई त एकदमै मन पर्छ है यसलाई मजाले छिल्ने यस्तो गरेर है यसरी छिल्ने अनि म यता छिल्दैछु अनि मेरो बुहारी रानीले चाहिँ यहाँ नुन खुर्सानी पिस्दैछन् यता यो यसमा टिमुर हाल टिमुर नुन हालेर पिस्छ मजाले म चाहिँ यता यति धेरै टिमुर हाल अनि म चाहिँ मजाले यो कलाउँछु है यसरी आइदिन्छ यसरी कलाउने है गरेर मजाले छिल्ने है यति मिठो हुन्छ यस्तो गरेर यस्तोरी काट्ने यहाँ नुन खुर्सानी रेडी भइसकेको छ टिमुरे नुन खुर्सानी हो यो खुर्सानी चाहिँ हुम्राको अर्ग्यानिक खुर्सानी हो अनि टिमुर जाजरकोटको हो ले पखाल्ने है यसलाई मजाले पखाल्ने यसलाई यस्तरी काट्ने है यो के बनाउँदैछु आज तिमी थाहा छ मिठो छ एम्मी छ एम्मी यो हो टिमुरा नुन खुर्सानी मेरो बुहारीले मजाले पिनिसकेकी छन् अब यो सबै सोरेर यो मेवामा हाल्छु त बुहारी यो मैले मेवा पनि काटेँ है अनि ट्याक्क सोरेर हाल्न नि बुहारीले लाउने अब बुहारीले गर्ने कर्तव्य बुहारीले पुरा गर्नु पर्यो सासूले गर्ने कर्तव्य सासूले पुरा गर्नु पर्यो अब तिमीले त्यो हाल है म चाहिँ बारिदिन्छु नि ल है यस्तो मलाई सुप चाहिँ मजाले मोल्ने क्या मिठो क्या नास्ता हुन्छ दिउँसा नास्ता यो पुरै कति राम्रो भइसकेको छ हेर्नु यस्तो पिस यो यस्तो दामी पिस है नुन खुर्सानी मोलेर मजाले खायो अङ्कल आहा भोलि जानुपर्छ पुरै छोरो दुईवटा हो कि एउटा हो एउटा छ पिरो भइसक्यो मान्छेलाई नुन छिपेछ है कम भयो ठिकै एकचोटि खाएर फेरि यो हुम्लीकी बुहारीलाई सम्झिनु होला भन्न चाहन्छु कति मिठो छ क्या पुरै छोरो मार्केट खान्छ मार्केट